नेपालमा ड्रागन फल खेतीबाट लाखौँ कमाई। नमस्कार साथीहरू, आज हामी पुगेका छौँ एउटा यस्तो खेतीमा जुन अहिले नेपालमा निकै चर्चामा छ। ड्रागन फल खेती, कम पानी, राम्रो बजार अनि आकर्षक आम्दानीका कारण धेरै किसानहरू अहिले यसतर्फ आकर्षित भइरहेका छन्। आजको भिडियोमा हामी हेर्नेछौँ ड्रागन खेती कसरी गरिन्छ, कति खर्च लाग्छ र कति कमाइ हुन्छ र कुन हावापानीमा यो उपयुक्त हुन्छ र अहिले नेपालमा यसको बजार कस्तो छ। अहिले चाहिँ भर्खर सुरु भयो दाइ हैन, कहिले पाक्छ? हो कहिले पाउँछ साउले थाहा हो भने 2 महिना पछि, कति 2-3 महिना, दशैँसम्म पाक्छ? पाउँदैन, ए आउँदैन पाउँछ। वेलकम टु माई च्यानल नेपाल टुर विथ सागरमा स्वागत छ यहाँहरूलाई। सदैव नेपाल टुर विथ सागर, वेलकम। आज हामी अब सिधै ड्रागन खेती भएको ठाउँतिर जान्छौँ। त्योभन्दा अगाडि हामी आफ्नो सामानहरू रेडी गर्छौँ, हामीलाई जे आवश्यक हुन्छ र सुन्दर दृश्यहरू कैद गर्दै हामी अगाडि बढ्दै गर्नेछौँ। आज हामी नयाँ गन्तव्यमा जाँदैछौँ। ड्रागन फ्रुट र त्यहाँ जाँदाखेरि बाटोमा के देखिन्छ त्यो सबै यहाँहरूलाई देखाउनेछौँ। हामी अहिले नेपालको मध्यभूमि चितवन, काठमाडौँ र पोखराबाट लगभग उस्तै दूरीमा पर्ने लमजुङ जिल्लाको बेसी सहरबाट 4 किलोमिटर मात्रै दूरीमा छौँ। यो स्थानलाई बगैँचा भनिन्छ। त्यहाँबाट हामी यात्रा प्रारम्भ गर्दैछौँ। सुरुवातमै हामीले यसरी ढुङ्गा काटेर आफ्नो जीवन निर्वाह गरिरहेका दाइहरूलाई देख्यौँ। यो ढुङ्गा खानीबाट ल्याएको ढुङ्गा यसरी सेपमा काटिन्छ र सहरमा पठाइन्छ। अब हामी मनाङ हाइवे छोडेर कोप्चे बाटोतिर लागिसकेका छौँ। गाउँको छेउको बाटो हो यो, एकदमै पतली गली जस्तो छ यो। यहाँबाट निस्किँदाखेरि एउटा झुलुङ्गे पुल आउँछ र त्यो झुलुङ्गे पुलले मर्स्याङ्दी नदीलाई क्रस गर्छ अनि हामी त्यसपछि पारी पुग्छौँ। यसरी हामी पारी पुगिसकेपछि पनि बाटो एकदमै साँघुरो छ र गाउँको ग्राभेल बाटोमा यो मिल्छ। त्यो ग्राभेल सडक नै हो तर कच्ची सडक। यसरी हामी अगाडि बढ्दै जान्छौँ। दुवैतिर हरियाली छ। यो अन्नपूर्ण संरक्षित क्षेत्रको तल्लो रेन्ज हो। यहाँ विभिन्न किसिमका विभिन्न प्रजातिका जङ्गली जनावरहरू कहिलेकाहीँ बाटोमा भेटिने गर्छन् र कहिलेकाहीँ माथिबाट बाँदरहरू, त्यस्तै चितलहरू, इभन बाघ नै भनौँ न, त्यस्तो जनावरहरू यो मर्स्याङ्दी नदीमा पानी खाने उद्देश्यले पनि आउँछन्। र यसरी हामी अगाडि बढ्दै जाँदाखेरि परपट्टि रातो घरमा हामी यो मर्स्याङ्दी जलविद्युत आयोजनाको पावर स्टेसन, यहाँ पानी खस्छ, टर्बाइन घुम्छ र यहीँबाट विद्युत उत्पादन भएर ग्रिडमा जोडिन्छ। त्यो बाटोमा परेको छ र एकछिन हामी त्यसलाई पनि अवलोकन गर्नेछौँ। सायद यो ओभर भएको पानी खसिरहेको हुनुपर्छ। यो ओभरफ्लो हो सायद यो विद्युत आयोजनाको।
र यसरी यो आयोजना स्थलमा पुग्दाखेरि एउटा अचम्म भनौँ कि अब हामीलाई नौलो लागेको, यो भित्रभित्र अन्डरग्राउन्ड पानी यसरी खस्दो रहेछ यसको, र यो पुल सानो पुल छ, हामी यो पुलमा अड्किन्छौँ। अड्किसकेपछि पानी कस्तो रहेछ त भित्र हामी हेर्छौँ, एकदम शान्त, कुनै पनि आवाज छैन, यसरी बाहिर निस्किँदो रहेछ भित्रबाट र यसरी नदीमा मिसिन्छ तल गएर। यस्तो यसको बहाव रहेको रहेछ। यता जान प्रतिबन्ध रहेछ, सङ्केतले हामी त्यहाँ देख्न सक्छौँ। त्यो सङ्केत छ त्यहाँ राखिएको र यतैबाट अवलोकन गर्न मिल्ने रहेछ सुरक्षाको दृष्टिकोणले। र यो माथि देख्न सक्छौँ 3टा औँला जस्तो, यो हाम्रो जिज्ञासा जस्तो पनि, यसरी यो यहाँबाट बिजुली उत्पादन भएर निस्किने तारहरू हो यो। र यो माथि गएर ग्रिडमा यो मेन लाइनमा जोडिन्छ र हाई एक्सटेन्सन लाइन मार्फत यो तल राष्ट्रिय प्रसारण केन्द्रमा जोडिने गर्दछ। अब फेरि हामी यहाँबाट ड्र्यागन खेती भएको स्थानतिर अगाडि बढ्छौँ र बाटो फेरि त्यस्तै छ र बाटोभरि लामा लामा बिजुलीका पोलहरू देख्न सकिन्छ र यही पोललाई पछ्याएर यो बाटो जाँदैछ, अगाडि बढ्दैछ र केही क्षणमा हामी यो गाउँको पल्लो गाउँ देखिरहेको छ, त्यहाँ पुग्छौँ। मर्स्याङ्दी नदीभरि साना ठुला धेरै जलविद्युत आयोजनाहरू रहेछन्। एउटा यहाँ फेरि निर्माणाधीन रहेछ। अलिकति थोरै अगाडि पुगिसकेपछि यो पावर हाउस चाहिँ पुरानै विद्युतको भए पनि तलपट्टि एक्सकाभेटरहरूले काम गरिरहेको छ। एक्सकाभेटरहरूले काम गरिरहेको ठाउँ चाहिँ नयाँ डाइभर्सन बनिरहेको रहेछ। यसरी यो बन्दै गरेको डाइभर्सनलाई अलि हामी नजिकबाट निहाल्ने कोसिस गर्छौँ। होइन छोरी, बाँस हो, बाँस। जानकारी भएअनुसार यो 50 मेगावाटको नयाँ जलविद्युत आयोजनाको लागि यहाँ निर्माणाधीन अवस्थामा रहेछ। क्रसर उद्योग त्यहाँ स्थापना गरिएको देख्न सक्छौँ हामी। धमाधम काम चलिरहेको छ र तल मर्स्याङ्दी नदी बहेकी छन् भने पारिपट्टि मनाङ जाने करिडोर हाइवे हामी यहीँबाट देख्न सक्छौँ। र
यो रोचक कुरो पारिपट्टि म बस्ने स्थान पनि घरहरू पनि देखिरहेको छ। त्यो तलको तालिम केन्द्रको घर हो भने सिटिभिटी अन्तर्गतको प्राविधिक तालिम केन्द्र भने त्यो घाँसको बिचबाट देखिरहेको चाहिँ म बस्ने घर हो। र अहिले मेरो साथमा मेरो छोरी मसँग छन् आजको यो यात्रामा। होइन नि त्यो उखु छोरी। अब हामी ढिलो नगरी ड्र्यागन फ्रुट खेतीतिर जाँदैछौँ। त्योभन्दा पहिले थोरै यो म उभिएको पछाडिपट्टि मनाङ जाने बाटो हो भने तल हाइड्रो पावरको लागि धमाधम निर्माण कार्य जारी हुँदैछ र यहाँबाट सिधै हामी पारी लमजुङको डाँडा देख्न सक्छौँ। यी डाँडा काँडाहरू राष्ट्रकवि माधव प्रसाद घिमिरेको डाँडा पनि छ। माथि बाहुन डाँडा भन्ने ठाउँ छ। अनि राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल यहीँ पारीको डाँडा छ। त्यसै गरी यो सबै यो रेन्ज नै माथिपट्टि घले गाउँ, भुजुङ घले समुदाय, गुरुङ समुदायको गाउँहरू छ। बिचमा मर्स्याङ्दी नदी बगेकी छिन् जसलाई विष्णु पुराणमा कर्मदा नदी पनि भन्छ। अनि अहिले यहाँ माथि भर्खरै एउटा चाहिँ माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना ए हेरिसकेपछि यो चाहिँ अर्को नयाँ 50 मेगावाटको यहाँनिर निर्माणाधीन छ र यस्तै भ्यूहरू हेर्दै हामी अगाडि बढ्छौँ। कुन गाउँ अरे बाबु? सिमलचौर मूलगाउँ मर्स्याङ्दी गाउँपालिका कति नम्बर वडा? ओके। कति दिन छ छुट्टी? ओके। अझै राम्रो छ होइन? 2 दिन छुट्टी भएर मौज छ? 2 दिन छुट्टी भएर रमाइलो छ कि 1 दिन? भन न भन। तिमीलाई के लाग्छ? 2 दिन छुट्टी भएको राम्रो लाग्छ कि 1 दिन? ल सबैलाई त्यही लाग्छ है। ल झट्ट हेर्दा कुनै फुल, सानो फुल जस्तो देखिने यो किरा रहेछ। यो मैले पहिलोचोटि देखेँ यस्तो किरा। अब हामी ड्र्यागन फ्रुट खेतीको नजिकै पुगिसकेका छौँ। यहाँबाट यो फाँट देख्न सकिन्छ र यसको कुनै यतापट्टिको कुनामा, यो रुखपट्टिको कुनामा ड्र्यागन फ्रुट खेती गरिएको छ। त्यो अब हामी तुरुन्तै भिजिट गर्नेछौँ र यहाँबाट सुन्दर यो दृश्य, वारिपारीको एकदम हरियाली दृश्य, बाटो पनि सर र मोडेको, तल जाँदाखेरि छुट्टै यो प्रकृतिसँग आनन्द आउने के। र यो हेर्दै हामी अब तल झर्छौँ। ओहो, सबै कोपिला झरेछ। यसरी पेटीमा राखेको रहेछ। यो सायद फुलहरू हुनुपर्छ ड्र्यागन फ्रुटको।
छोरी पनि पालेको रहेछ त। आर्थिक तथा प्राविधिक सहयोग प्रधानमन्त्री कार्यक्रम। यो ड्रागन फ्रुटको खेती हेर्नु हुँदो रहेछ। भैँसी पनि हेर्नुहुन्छ? ए ल तपाईँ र म कुरा गरौँ है। ल आउनुहोस् त यता कुरा गरौँ। ल यता हुन्न अलिकति। अनि कति भयो दाइ यो खेती गरेको तपाईँले सुरुवात गरेको? अहिले चाहिँ भर्खर सुरु भयो दाइ होइन? कहिले पाक्छ? हो कहिले पाउँदा साउले थाहा होला नि। 2 महिनापछि? कति 2-3 महिना दसैँसम्म पाक्छ? पाउँदैन। ए आउँदैन पाउँदैन। उहाँ दाइलाई अलि जवाफ दिन समस्या भयो जस्तो लाग्यो। त्यो भएर उहाँसँग केही जिज्ञासाहरू मैले सोध्न चाहिरहेको थिएँ। जस्तो ड्र्यागन खेती कति हाइटमा फल्छ, यसमा मलको व्यवस्था के गर्नुपर्छ, पोल कसरी बनाउने, माथि रबरको टायरहरू हालेको रहेछ, त्यो कसरी कहाँबाट पाइन्छ, कति कस्ट पर्छ, यी र यस्तै थुप्रै कुराहरू सोध्नुपर्ने थियो। साउ यो मेन यो मालिक यो एग्रो फार्मको, मस्याङदी बिच एग्रो फार्म। स्वागत छ हाम्रो युट्युब च्यानलमा नेपाल टुर विथ सागर। मैले नेपाल टुर गर्दैछु विगत केही वर्षदेखि र यही सिलसिलामा कस्तो चान्स पर्यो भने छोरीको मामुको पोस्टिङ यहाँ माथि घनपोखरा भयो। त्यो खुदीबाट माथि जान्छ नि मोरङको स्कुलमा। अनि त्यसपछि अब मैले पनि यहीँ आउनु पऱ्यो। अनि आउँदाखेरि कहिले मानाङ, कहिले तपाईँको घले गाउँ उता भुजुङतिर सधैँ पुगिरहेको हुन्थ्यो। कहिले यस्तो चाहिँ बिचबिचमा कन्टेन्ट क्रिएटको लागि होइन। अनि म पारीबाट हिँड्दाखेरि यो तपाईँको यो मानाङ करिडोर पऱ्यो नि त होइन? ठ्याक्कै त्यहाँबाट छ्याङ्गै यो तपाईँको ड्र्यागन फ्रुटको खेती देखिने क्या। अनि म सोचिरहेको हुन्थेँ एक दिन यहाँ जानुपर्छ भनेर। अब मलाई तर यो फल्छ कहिले भन्ने टाइम थाहा थिएन क्या। टक्क आउँदाखेरि भर्खर फल्न सुरु गरेर रहेछ है। ल एकछिन कुरा गर्दै घुमौँ। अब यहाँ थुप्रै मौरीहरू छ। यिनीहरूलाई यता बस्न ठिक छैन, लागियो आफ्नो बाटो। यहाँ डेन्जर छ, जे पनि हुनसक्छ, ज्यानमा तलमाथि पनि हुनसक्छ। भैँसी पनि पाल्नु भएको रहेछ त। सायद यसैको मल यो फ्रुटमा हाल्ने होला। नदीको छेउमा ड्र्यागन फ्रुट गर्न साह्रै सजिलो हुँदो रहेछ। यो सिमेन्टको पोल बनाउनलाई पनि बालुवा गिट्टी जस्तो प्राकृतिक स्रोत साधन त्यहीँ उपलब्ध हुने रहेछ। उहाँले पनि त्यसै गर्नु भएको रहेछ। यो जति पनि पिलर छ नि हामीले बजारमा खरिद गरेर हामीले आफै बनाएको अझै पनि 200 पिलर हामी बनाइरहेको छौँ। रोसेर तयार हुन्छ दुईबाट बालुवा हामीले कहीँ निकालेन। यहाँ खल्डो छ, खल्डोबाट खन्ने लाग्छ। यता बजारको पनि केही समस्या छैन, जतिखेर पनि गाडी चलिरहने एरिया रहेछ। ड्र्यागन फललाई सुपरफुड पनि भनिन्छ। यसमा एन्टिअक्सिडेन्ट, फाइबर र भिटामिन सी को राम्रो प्रचुर मात्रामा यसमा पाइन्छ। नेपालको तराईदेखि पहाडी क्षेत्रसम्म पनि यसको खेती विस्तार हुँदै गएको छ। यो बिरुवा क्याक्टस परिवारमा पर्ने भएकाले धेरै पानी चाहिँदैन। एकपटक राम्रोसँग सेट भएपछि वर्षौँसम्म फल दिन सक्छ। यसमा पोलमा राम्रोसँग अड्याउने, बिरुवालाई टायरमा बाँध्ने र प्रचुर मात्रामा मल हाल्ने गर्यो भने यो बिरुवा राम्रोसँग हुर्किन्छ। माघ फागुनदेखि यो बिचमा यति पिलरको लागि हामीले 7-8 ट्र्याक्टर 8 ट्र्याक्टर जतिको भैँसी गाईको मल, कुखुराको मल 50 बोरा जति इन्डियनले मात्रै हालेको छ। अनि यो प्लास्टिकहरूले पनि अब यो प्लास्टिकको चाहिँ एउटा 2-3वटा चाहिँ यसको बेनिफिट छ। एउटा यसको चाहिँ घाम हावा पानीले यसको मललाई असर गरेन, सुक्न पाएन, आर्द्रता रह्यो। जस्तो हामी खुल्लो रुममा एक भारी मल हालेको ठाउँमा यसमा आधा भारी मल हालेको पुग्यो। किनभने
पानीले बगाएर लगेन, हावामा यसको चाहिँ उडेर जान पनि पाएन, ग्यासबाट उड्न पनि पाइएन। अनि अर्को कुरो यसले झार चाहिँ नआएपछि, झारले मल खान नपाएपछि यसले पुराको पुरा मल चाहिँ यही बोटले खान पाउने भयो। Veo en tus ojos mi vida pasar y se extraña si lo cierro. Y si mañana nos toca no estar, miro al cielo y te veo. Pero ya sé que no voy a olvidar. यो असारमा पाक्छ, असारमा पाक्छ। असारमा पाक्छ यसको यो चाहिँ यो अहिले देख्दाखेरि लाम्चो छ, पाक्यो भने डल्लो हुने हो। यस्तो हुन्छ। यसमा यो जुन भाग छ यो फुलको भाग हो। अब यो 1-2 दिनमा यो फक्रिन्छ। यो फुल चाहिँ एक रात मात्रै फुल्छ। बेलुका 6 बजेदेखि हल्का चाहिँ उठ्दै जान्छ। राति 12 बजे एकदम मेच्योर भएर फुल्छ। हजुर, बिहान 8 बजेभित्र यो फेरि सुकिसक्यो हुन्छ, सुकेर बन्द हुन्छ। बन्द भइसक्छ। अनि यो फेरि अर्को राति पनि फुल्छ? फुल्दैन, त्यही एकचोटि। एकचोटि मात्र? त्यही 12 घन्टा फुल्दैन। We're gonna keep it low key, keep it softly spoken, with no strings tying you to me. त्यसपछि यो भाग, यसको फुलको भाग चाहिँ यो ओइलाएर झर्छ। जब यो बीचको भागमा यो चाहिँ फुल ओइलाइसकेपछि यो भाँचेर खालिन्छ। फल भनेको यो तलको मात्रै हो। फल त तलबाट अनि बल्ल सुरु हुने भयो। यो जुन आधा भाग छ यो नै ठुलो हुँदै जान्छ। यसमा फुल भएको भाग चाहिँ बिस्तारै सुकेर जान्छ, तलबाट ठुलो हुँदै ग्रोथ हुँदै आउँछ। त्यो भनेपछि त्यो सबै यो टिपेकोहरू भयो। यो चाहिँ कस्तो हुन्छ भने जस्तो यो एउटै हाँगामा 4-5वटा बढिन्छ होइन। यो बढिङ हुँदाखेरि कतिपय यसको चाहिँ न्युट्रिसन नपुगेपछि एउटै रुखमा धेरै चाहिँ भयो भने न्युट्रिसन पुगेन भने त्यो चाहिँ पोटिलो दाना हुँदैन, पहेँलो भएर आफै जान्छ। जस्तो हाम्रो सुन्तला, कागती होइन, बेलौतीमा पनि के हुन्छ भने धेरै फुल खेला हुन्छ, फल चाहिँ थोरै लाग्छ नि। त्यस्तै हो यो पनि, किनभने फुल चाहिँ धेरै लाग्छ तर अब उसको ज्यानले कति धान्यो त्यति बस्छ, बाँकी चाहिँ झर्छ। यस्तो हुन्छ। अनि यो के अरे तल पनि टन्नै लगाउनु भएको रहेछ। अहिले मैले कभरेज गरिसकेको छु होइन। यो सबै एकैचोटि लगायो कि होइन। यसमा हामीले के थियो भने त्यही त हो, नेपालमा लगानी गर्नलाई सुरुमा हामी लगानी पुग्दैन। हामीले सुरुमा यसमा चाहिँ कागती लगायो हो, यो पुरै क्षेत्र करिब 700-800 कागती लगायो। तर यो जमिन अनुसार कागती सुट भएन। नभएपछि हामीले सुरुको वर्षमा 50वटा पिलर यो यताको मात्रै लगाएको जुन चाहिँ अलिक ठुलो भइसकेको छ। त्यो लगाइसकेपछि राम्रै प्रतिफल दियो त्यसले। त्यसपछि हामीले बिस्तारै गर्दै अहिले 2.5 वर्ष भएपछि बल्ल यो त्यति पुरो भयो। यो चाहिँ यो फल्न सुरु भएको कति भयो? फल्न सुरु भएको यी पिलरहरू चाहिँ परारदेखि नै फल्या हो, रोपेकै वर्षदेखि फल्या हो। तर त्यो व्यावसायिक भएर थोरै फलियो। यसपालिदेखि बल्ल अलिकति व्यावसायिकमा त्यतिखेर ट्रायल जस्तो भयो। अब फिल्म अब बाँकी आउने हो। यो साल चाहिँ यस्तो छ, यो सालको पनि यो तल्लो खण्ड र यो खण्ड अनि यो खण्डमा चाहिँ फुल फेजमा आउँछ। 10 किलोभन्दा माथिबाट पिलरले दिन्छ। यो पिलर यो खण्ड र यताको खण्डमा चाहिँ एभरेज 5 किलो बस्ला भन्ने हाम्रो मान्छ एउटा पिलरमा। तपाईँको यो राम्रो पोट एकदम हृष्टपुष्ट देखिरहेको छ बोटहरू। यो पालि चाहिँ यसमा मल पर्याप्त मजाले मिलाएको छ। अस्ति हामीले यो सालदेखि हामीले त्यो कागती सबै उगाएर फेरि सेकेन्ड लाइन फर्किहाल्यो। अनि यो पहिलो वर्षको हो, दोस्रो वर्षको त्यो तलको हो लगायौँ। त्यसपछि तेस्रो वर्ष त्यही सँगसँगै यो पनि लगायौँ 5 वर्षपछि। यो साल चाहिँ अब यो पछाडि पनि लगाएको हामीले। यतापट्टि पनि रहेछ, यो पछाडि पनि छ। अनि यो तलको पनि यो साल बढाएको हो, यो माथि पनि बढ्दैछ। अब तपाईँको शुभ नाम? मेरो इन्द्र घरले घर बेस सर कि मेरो यही गाउँ यही माथि गाउँ? अहिले हाम्रै बेसी हो। तपाईँकै बेसी। अहिले तपाईँको बसाइ कता? मेरो बसाइ अब प्रायः यतै हुन्छ। यतै हुने भयो। यो अलावा म अहिले देशहरूमा पनि बस्छु, गाउँमा पनि बस्छु। तपाईँ विदेशबाट फर्के हो? होइन, म विदेशबाट यहीँ आफू मैले कस्तो भने मैले 70 सालमा मास्टर डिग्री भएँ। हजुर। त्यसपछि 2 वर्ष जति जागिर गरेँ। जागिर छोडिसकेपछि जागिरमा त्यति मन नभएपछि मैले तरकारी खेती गरेँ। तरकारी खेती मैले यो कम खोलामा देशर नर्मली देशरकै छेउमा बाटो तल मैले करिब 6-7 वर्ष तरकारी खेती गरेँ। टनेल खेती गरेँ। तर त्यहाँको चाहिँ कस्तो भने मेरो जग्गा सिलेक्सन पनि त्यति राम्रो भएन, किनभने त्यो वर्षमा पानी बढी पर्ने र सँगसँगै राम्रै गरिरहेको थिएँ। तर त्यो जग्गा जुन मैले भाडा लियो त्यो चाहिँ मेरो भाडा थपिएन समयमा। कुरो फेरि यस्तो छ, जस्तो तराईको ड्र्यागन फ्रुट र हाम्रो यहाँको ड्र्यागन फ्रुटमा स्वादमा धेरै फरक छ।
जस्तो उत्पादनको हिसाबले पनि ड्युरेसन हाम्रो अलिकति टाइम बढी लाग्छ तर फेरि स्वादमा पनि तपाईँको बजारको ड्रागन फ्रुट खानु र यहाँको खानुमा धेरै अन्तर हुन्छ स्वादमा र पोहोरतिर हामीले त्यो हरेक कुरा त्यस्तै हुन्छ दाइ। जस्तो आलु पनि मनाङको आलुको बिउ एउटै हो, तराईको आलु र मनाङको आलु एउटै बिउ लगाए पनि त्यहाँको मिठो हुन्छ। इभन चाउचाउ पकाउँदाखेरि पनि ड्र्यागन खेतीमा सबैभन्दा महत्त्वपूर्ण कुरा यसको सपोर्टिङ पोल हो। यो पोल आरसिसी सिमेन्ट प्रयोग गरेर बिरुवालाई माथि बढाउनको लागि प्रयोग गरिन्छ र कटिङबाट यसको बिरुवा तयार गरिन्छ। एउटा बिरुवाबाट कटिङ गरेर त्यो रोप्दाखेरि आफै जरा हालेर यसले आफै बिरुवा तयार हुन्छ। 6 देखि 8 फिटको पोल चाहिन्छ। यो अफ सिजन जस्तो पनि हुन्छ। अहिले मार्केटमा टमाटर छ, यिनीहरूको सकियो भने तपाईँको आउँछ नि त होइन। त्यो पनि एउटा बेनिफिट। अरे यो पनि मैले चाहिँ 50 क्विन्टलसम्म बेचेँ एकै वर्षमा। एउटा दाना पनि बोक्नु परेन मैले यहाँ। कस्तो नि बिहान हामी यहाँ सुतिरहन्छ, हामीभन्दा अगाडि मर्निङ वाक गरेटोले आइपुग्थ्यो कि यो डिमालो। तपाईँको फुटकरहरू पनि आउने भयो अनि पसलेहरू पनि आउने भयो। होइन मैले पसलेले बेचिनँ किनभने मर्निङ वाक यहाँ खरबुजा पाक्यो भन्ने टाइम भनेपछि अहिले मलाई दिनरात फोन गर्छ तपाईँको खरबुजा यसपालि पाकेन। तपाईँ अलि सोसियल उसमा पनि एक्टिभ जस्तो लाग्यो किनभने तपाईँको नेटवर्क राम्रो छ जस्तो लाग्यो यो तपाईँको भनाइबाट। नत्र यहीँ आएर यस्तो खपत हुनु भने धेरै ठुलो कुरा हो कि त्यही सकिँदैन होइन। मान्छेहरूले मार्केट नभइरहेको बेला तपाईँ कुनै त्यस्तो उसमा अहिले जस्तो हुन्छ नि केन्द्रीय कार्यालयमा 2 वर्ष काम गरेँ कार्यालयमा। ए काठमाडौँमा। त्यसपछि आएर यहाँ लमजुङको के भन्छ जनकल्याण सहकारीमा सहायक प्रबन्धक भएर 3 वर्ष काम गरेँ। ए अनि त्यसपछि म अहिले देशरमा चाहिँ समाज के अरे पुलिस समाजदेखि लिएर सबै मान्छेहरूसँग त्यहाँ एउटा हल पनि देखाएको थिएँ मैले एनआइसी एसियाको एउटा। त्यो चाहिँ साझा सङ्गठन हो। यो जिल्लाको हो। म काठमाडौँमा केन्द्रीय कार्यालय कार्यालयमा चाहिँ कार्यालय बसेको म। त्यसपछि यहाँको पनि सबैसँग गुरुहरूसँग राम्रो सम्बन्ध थियो। सँगसँगै मेरो पढाइ पनि म पहिलो देशहरू पढाएर प्रायः मान्छेले म चिनिरहेको छु। फेरि यस्तो हुन्छ तपाईँ एजुकेटेड मान्छेहरूले गर्ने हरेक कुराहरूमा मान्छेको फोकस नजर जान्छ क्या। तपाईँ आफैमा मास्टर्स डिग्री गर्नुभएको रहेछ अनि त्यसपछि विभिन्न अब त्यस्तो सङ्गठनमा आफूले उ गर्दाखेरि तपाईँ नेटवर्क सबै भनौँ न। अहिले तपाईँले यो भिडियो फोटोहरू पठाइदिए पनि उहाँहरू खुसी हुनुहुन्छ। यति भयो पुग्यौँ होला होइन। उहाँहरूले उता पनि तपाईँको मेरो सुदूरपश्चिम हो। डोटी जिल्ला पुर्ख्यौली खस तल धनगढी हसनपुर बजारमै। यो नेपालमा बसिरहेको साथीहरूलाई जो यहाँ केही गर्न चाहनुहुन्छ उहाँले केही सन्देश दिनु नि त। अब नयाँ नेपालको सुरुवात भइरहेको छ, के आशा जगाउने कुरा गरिदिनुहोस्। यस्तो काम गर्न चाहिँ दृढ इच्छा शक्ति चाहियो। नेपाल बस्ने हो भने चाहिँ प्लानिङ भएर बस्नु पर्यो र त्यो एकदम भविष्यमुखी प्लानिङ छ भने नेपालमा चाहिँ गरिहाल्नुपर्छ। होइन केही गर्दिनँ भने विदेश गएर एकचोटि गएर आउनुहोस्, लगानी लिएर आउनुहोस् र भिजन लिएर आउनुहोस्। गर्छु भने तर भिजन छैन भने त्यतिकै नबस्नुहोस्। मेरो चाहिँ त्यही भन्छु। अरू नयाँ नेपालको विषयमा त मैले बोल्नु परेन, म राजनीतिक मान्छे होइन। धेरै चाँडो पनि प्रतिफल नखोज्नुहोस्, धैर्य रहनुहोस्। धैर्य हुनुहोस्। चाँडो प्रतिफल लिन्छु भन्ने मान्छेले त्यो चाहिँ हुँदैन। नेपालमा व्यवसाय गर्न सकिन्न। अब व्यवसाय भन्ने कुरा चाहिँ नाफा घाटासँग खेल्ने हो, रिस्क खेल्नु पऱ्यो। त्यसले गर्दाखेरि सबैभन्दा ठुलो कुरा आफूसँगको प्लानिङ कति चाहिँ एक्जिक्युसन गर्न सकिन्छ त्यसलाई चाहिँ यथार्थमूलक है। फेरि युट्युबमा फेसबुकमा हेरेको भरमा अरूले गरेको भरमा चाहिँ त्यसै हाम फाल्ने प्रयास चाहिँ गर्नु हुँदैन। त्यही हो, धैर्यता हो, अब मेहनतै हो। अनि त्यसपछि विषयसँग चाहिँ राम्रो ज्ञान राख्नु पऱ्यो। त्यति भयो चाहिँ। हस्, धन्यवाद। आजको एपिसोड यहीँ अन्त्य गर्छौँ। अब कस्तो लाग्यो यहाँहरूले प्रतिक्रिया दिनुहोला र यस्तै यस्तै भिडियो हेर्नलाई यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला।